Good morning, Natutile. Namaste. So, um, we have learned 16 letters. So let's have review with what we learned yesterday. Ka, kha, ga, nga, cha, cha, ja, nya, ta, tha, da, na, pa, pha, pa, ma. सो तपाईहरुले 16 वटा अक्षर सिक्नु भएको छ र त्यो सँगसँगै कतिवटा शब्द मुख म चिया चिया पिउने चाय माछा पिता माता प्यारेन्ट्स मा नेगेटिभ जस्तै छैन होइन त्यस्तो भन्नु पर्यो भने चाहिँ छैन भन्नु पर्यो भने चाहिँ यो मारे होइन भन्नु पर्यो भने चाहिँ मारे सो यहाँसम्म हामीले गरेको थिए र सो मा फेरि नेपालीको मा सम्झिनुहोस् पहिला अनि यसलाई हटाउनुहोस् र यो भोटे लिपिमा यो मा now we have some letters which Nepali speaking students will find some difficulties. So pa pa ba ma pa pa ba ma pa pa ba ma. So next comes top line first, the adjacent line and a line joining the adjacent line. यो त हिजो सिक्नु भएको हो च च अब यो चाहिँ यसरी लेख्नुपर्छ यो चाहिँ च च यो भयो च च यो भयो च च च च च च च भन्दाखेरि चाहिँ अलिकति हँसिलो मुख बनाएर चाहिँ दाँतको बिचदेखिको हावा जानु दिनुपर्छ च च च च च च च च च भन्दाखेरि अलिकति मुस्कानसित च च च च च च च च cha cha. So this one is pronounced with some little hissing sound. Cha 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 cha. So cha.
दि छा रे वाह छा होइन यो छा हिजो सिक्नु भएको चा यो भयो छा तर यसमा चाहिँ अलिकति यसरी तानेको छ भने चाहिँ यो भयो छा 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 सो यो चा चा जस्तै चाचाजी चा छा जस्तै छाता चा छा तर यो चाहिँ चा यो भयो छा सो यो भन्दाखेरि अलिकति दाँतको बिचदेखिको हावा जानु दिनुपर्छ र अलिकति मुस्कानसित चा चा छा 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 चा 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 छा छा चा चा बिना त तपाईँहरूले सुन्नुहुँदैछ डु यु हियर द डिफरेन्स द फर्स्ट वान चा 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 यो भन्दाखेरि अलिकति मुस्कानसित दाँतको बिचदेखिको हावा जान दिनुपर्छ चा 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 छा 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 the second one with little hissing sound cha cha like kind of the sound pressure cooker makes cha 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 so तपाईँले यो both Nepali speaking students and English speaking students should have some practice with this cha 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 so cha means salt nun cha जस्तै नुनको चिया छ्या छा जा छा नुन जा चाय नुनको चाय छा जा सो र यसलाई तपाईँहरूले अलिकति समय दिएर प्र्याक्टिस गरेको हुनुपर्छ र त्यसलाई ठिक उच्चारण गर्नु सकेन भने तपाईँले भनेको शब्द सुन्ने मान्छेले बुझ्दैन र उच्चारण सिक्नुमा हतार गर्नुभन्दा जति नै सिकेको छ त्यसलाई एकदमै राम्रोसित सिकेको छ राम्रो सो फेरि सुन्नुहोस् है चा चा छा छा चा छा चा छा म यसमा अलिकति जोड दिँदैछु किनभने तपाईँहरूको यो नेपाली शब्द अक्षरमा पनि छैन यस्तो छ भन्ने शब्द पनि छैन त्यसले गर्दाखेरि बानी बस्नुपर्छ सो चा छा चा छा चा छा अनि आउँछ cha. Now, if we draw this line, then it becomes z.
za. Za, cha, za. Za. Za as in zoo. Za as in Zurich. Za. Za as in Z cinema. Za. So you don't have this in English and in Nepali. So you have to practice a little with this. So za, cha, za. Za, cha, za. Za, cha, za. अब डिफरेन्स सुन्नुहोस् है के फरक छ जा सुन्नुहोस् है सो चा चा छा 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 छाता छा 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 जा जा चा होइन जा 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 अनि जा यो पनि नेपालीमा छैन जा जस्तै जू जस्तै जी सिनेमा जस्तै ज्युरिक ज च छ ज च छ ज सो यो नेपालीमा अक्षरमा यो के अरे शब्दमा ल्याउनु सक्दैन यो उच्चारण छैन त्यसले गर्दाखेरि यो उच्चारण सिकेको हुनुपर्छ च च छ छ ja ja as in Japan ja ja as in zoo जी cinema ja cha 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 ja ja सो यो युट्युबमा राम्रो कुरा के छ भन्दाखेरि तपाईँले फेरि यसलाई हेर्नु सक्नुहुन्छ र 4-5 पल्ट सुन्नुहोस् र सँगसँगै यसरी उच्चारण गर्ने कोसिस गर्नुहोस् चा छा जा चा छा जा सो यो भोटे लिपि जुन चाहिँ तामाङ शेर्पा टिबेटन डुक्पा सिक्किमिज लद्दाखी जुन चाहिँ हामी सबैजनाले जुन चाहिँ लिपि प्रयोग गर्दैछु त्यो आउनु चाहिँ भारतको देवनागरी लिपि हो तर च छ ज चाहिँ छैन त्यो यो उच्चारण भारतको ल्याङ्ग्वेजमा यो उच्चारण च छ ज भन्ने चाहिँ छैन र यो चाहिँ न्युली इन्भेन्टेड यस भोटे भाषाको लागि नै नयाँ बनाएको चाहिँ च छ ज च छ ज च यहाँ हेर्नुहोस् है च छ छ छाताको छ छ छ छ छ छ छ ज ज ज ज च छ ज अब आउँछ वा लेख्नु अलिकति साह्रै छ र त्यति देखा पनि पर्दैन तर इम्पोर्टेन्ट होइन नसम्झिनुहोस् वा 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 सो कसरी लेख्ने हो 1 2 3 4 5 6 so chick
nga chik ni sum si nga यो भयो वा सो भोटे गन्ती पनि सिक्दै गर्नुहोस् चिक नि सुम सी nga माने तामाङ शेर्पा डुक्पा सबैको गन्तीमा चाहिँ 1 2 3 4 5 भन्नु पर्यो भने चाहिँ चिक नि सुम सी nga यो भयो वा वा so this is how we write it चिक नि sum si nga tuk wa za cha za wa yeah so the Tibetan script or Bodhi script is actually derived from a Devanagari script but then in Indian language they don't have this sound cha cha za cha cha za so these were invented especially for Bodhi language so cha cha za it was invented by Buddha the minister who invented the Tibetan script in 7th century the King Sungzengpo sent him to India to learn some Indian scripts and make our own script so it was invented by minister Buddha Buddha came to India and learned some languages. At the same time, he learned some scripts. So, but in Indian language, they don't have this sound cha, cha, za, cha, cha, za, which English-speaking students as well as Nepali students find it bit difficult to pronounce it. So I'm stressing on it. So cha, cha, za, wa, cha, cha, za, wa. So जति नै तपाईले सिक्नु भएको छ राम्ररी सिक्नुहोस् म बिस्तारै सिकाउँदैछु फेरि तपाईले अलि हतार त्यति नराम्रो जानिकन अगाडि बढ्दै गयो भने पछि तपाईले बोलेको उच्चारण के अरे शब्द कसैले बुझ्नु सक्दैन त्यसले गर्दाखेरि आरामसित यो सिक्नु हुँदाखेरि तपाई सँगसँगै लेख्दै पनि गर्नुहोस् अनि भयो भने एकदमै राम्रो ह्यान्डराइटिङमा चा छ जा वा चा छ जा वा सो चा छ जा वा सो आजसम्म तपाईहरुले 8 16 20 वटा अक्षर सिक्नुभयो 20 वटा अक्षर सिक्नुभयो र सँगसँगै शब्द कतिवटा भयो 6-7 वटा सिक्नुभयो र जति नै तपाईले आजसम्म सिक्नु भएको छ त्यो चाहिँ एकदमै राम्रैसित सिक्नुहोस् त्यहाँदेखि हामी बिस्तारै अगाडि बढौँ 20 मा अब तपाईले उच्चारण गर्नु सकेन अरे बुझेन अरे अब यसलाई चाहिँ जोड्दै लान्छ कि अन्त कुनै समयमा चाहिँ बुझ्नु नसक्ने हुन सक्छ र जति नै सिकेको छ त्यसलाई चाहिँ राम्ररी सिक्नुहोस् ओके सो आजको लागि यहीँसम्म र संगिन्जेल्यौं see you tomorrow also to channel अनि तपाईलाई यदि यो राम्रो लाग्यो भने यसलाई सब्स्क्राइब गर्नुहोस् लाइक गर्नुहोस् र के भन्छ त्यसलाई बेललाई दबाउनुहोस्
अनि यदि अरू स्टुडेन्ट यस्तो पुस्तक पढ्छु, धर्म अध्ययन गर्छु, भोटे भाषा सिक्छु भन्ने साथी छ भने अहिले यो लिङ्क सेयर गरिराख्नुहोस्। भोलि पर्सि हामी अगाडि बढ्दै जान्छु र पछि साह्रो पर्छ सिक्नु, र सुरुदेखिकै सिक्नु सकेको राम्रो। या तुचनाङ सङ्गिन जेलियम।